ल साथीभाइहरू, यो चाहिँ युरोपको पैसाको रुख हो है। पैसाको रुख हो। अहिले चाहिँ यसको सबै पातहरू झरिसक्यो हैन। अब यो चाहिँ पलाउन कमसेकम 6 महिना लाग्छ साथीभाइहरू। त्यसपछि साथीहरू पैसा यहाँ पुरिएको छ हिउँभित्र हैन। म यो चाहिँ उत्खनन गर्दैछु ल। अब 6 महिना त्यो रुख पलाउँछ हैन। रुख पलाएर यहाँ झर्छ। 6 महिनासम्म यहाँ चाहिँ भेटिँदैन केही पनि। त्यही भएर साथी हो, 500, 1000 भन्नुहुन्छ नि तपाईँहरू। 500, 1000 नभन्नुहोस् कि, सिधै कारोबार 1 लाखको गर्नुहोस्। 1 लाखभन्दा मुनिको नगर्नुहोस्। 1 लाख मैले पठाएँ भने तपाईँहरूलाई नि दिन सहज हैन। अनि मैले पनि लिन सहज। त्योसँग 1 लाख छ, अर्कोसँग 1 लाख छ, 2 लाख छ भन्दा पनि सहज हुन्छ। तैपनि अबको 6 महिनासम्म यो रुख पलाउनेवाला छैन। अब यो सबै पातहरू यहाँ पैसाको यहाँ छ। यहाँ अब यहाँ धेरै मुनि छ। अब यो चाहिँ हिउँले गर्दा सब ढाकिएर कुहिसक्यो। त्यस कारणले साथीहरू अब चाहिँ 6 महिनासम्म चाहिँ पैसा हुनेवाला छैन। अब त्यही भएर 6 महिनापछि बिस्तारै कन्ट्याक्ट गर्नु होला। तर गर्नु होला 500, 1000, 200 नभन्नु होला कि। 500, 1000, 200 दिँदाखेरि मलाई पनि लिन गाह्रो हुन्छ, तपाईँहरूलाई पनि दिन गाह्रो हुन्छ। सिधै 1 लाख, 2 लाखको कुरा गर्नु होला। ठ्याक्क 6 महिनापछि यो रुख पलायो भने साथीहरूलाई ट्याक्क म सेन्ड गर्नेछु है। हस्, बाई बाई। अहिले चाहिँ रुखको पैसा यहाँ मुनि छ है।